आसन्न निर्वाचन यो फाल्गुनको निर्वाचनको सन्दर्भमा चाहिँ नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट यो जिल्लाबाट नाम सिफारिसको लागि परिपत्र भयो बमोजिम हामीले प्रारम्भिक रूपमा काठमाडौँमा भएका नेता कार्यकर्ताहरूसँग पनि छलफल र भेला गर्यौं। त्यो समाप्त भएपछि यहाँ पनि एक भेला र ती भेला पश्चात फेरि कार्य सम्पादन समिति र संसदीय समितिका साथीहरू बसेर हामीले हाम्रो निर्वाचनको लागि चाहिँ हामीले उम्मेदवारहरू छनौट गरेका छौं। ती छनौट भएका नामहरू चाहिँ यहाँहरूको सामने म प्रस्तुत गर्न चाहन्छु। प्रत्यक्षतर्फ ताराबहादुर कोइराला 108 दोलखा, नेपाली कांग्रेस प्रदेश कार्य समिति क र ख दोलखा कार्य समितिबाट एकमात्र नाम सिफारिस भइआएको, नेपाली कांग्रेस दोलखाको पूर्व पार्टी सभापतिको भूमिकामा 3 कार्यकाल उत्कृष्ट कार्य सम्पादन गरेको, पर्याप्त जनाधार र लोकप्रिय मत प्राप्त गर्न सक्ने अनुमान रहेको, अधिकांश जिल्लावासी कार्यकर्ताहरूको माग रहेको हुँदा उहाँलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ। नम्बर 2 मान्य कुन्दनराज काफ्ले, तामाकोशी गाउँपालिका 3, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको उम्मेदवार सिफारिस परिपत्र बमोजिम वर्तमान बागमती प्रदेश सभा सदस्य भएको कारण सिफारिस गर्न नमिल्ने भए तापनि उहाँले इच्छा जाहेर गरे बापत उम्मेदवारी सिफारिसको माग गरे बापत उहाँलाई पनि समावेश गरिएको छ। नम्बर 2 अजय बाबु शिवाकोटी, भीमेश्वर नगरपालिका नम्बर 3 भीमेश्वर 1, नेपाली कांग्रेस केन्द्रीय सदस्य, युवा नेता तथा पत्रकार क्षेत्रको प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तित्व भएकोले उहाँलाई पनि सिफारिस गरिएको छ। नम्बर 3 प्रभुराम श्रेष्ठ, नम्बर 4 प्रभुराम श्रेष्ठ, भीमेश्वर नगरपालिका वडा नम्बर 3, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रहेको, बागमती प्रदेश कार्य समितिको सदस्य रहेको, युवा उद्योगी व्यवसायी तथा समाजसेवी रूपमा काम गर्दै आएको कारण चौथो नम्बरमा सिफारिस गरिएको छ। अब प्रत्यक्ष महिलातर्फ विनिता काफ्ले अधिकारी, तामाकोशी 3, नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट उम्मेदवार सिफारिसका लागि तोकिएको मापदण्डमा उल्लेख भए अनुसार उहाँ वर्तमान बागमती सभाको समानुपातिक सूची बन्द सूचीमा रहेको भए तापनि दोलखा जिल्लामा रहेका महिला नेत्री कोही कसैले पनि प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी दिन नचाहेको र उहाँ एकजनाले मात्र विधिपूर्वक सिफारिस माग गर्नु भएको र पूर्व महासमिति सदस्य, नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पशुपति कन्या होइन नि त, पद्मकन्या पूर्व सभापति रहनु भएको, त्यसकारणले उहाँको नाम समावेश गरिएको छ। अर्को समानुपातिक खस आर्य पुरुषतर्फ एक उद्धवराज काफ्ले, तामाकोशी 3, नेपाली कांग्रेस दोलखाको पूर्व पार्टी सभापति पदमा रही उत्कृष्ट कार्य सम्पादन गरेको, 33 सालदेखि हालसम्म निरन्तर क्रियाशील रहेर पनि कुनै लाभको पदमा नरहेको। समानुपातिक आदिवासी जनजाति पुरुषतर्फ बर्मा लामा, मेलुङ 6 दोलखा, वर्तमान सभापति नेपाली कांग्रेस दोलखा, 36 सालदेखि हालसम्म क्रियाशील रहेको र हालसम्म कुनै लाभको पदमा नरहेको। समानुपातिक खस आर्य महिला तर्फ रोचना उप्रेती, बैतेश्वर 3, महाधिवेशन प्रतिनिधि, सामाजिक अभियन्ता तथा अधिवक्ता भई क्रियाशील रहेको।
महाधिवेशन प्रतिनिधि सामाजिक के अरे पार्श्वदिक यो समानुपातिक जनजातितर्फ पार्श्वदिकी शेर्पा लेखेको तामाङ पार्श्वदिक तामाङ है यो 67 सालदेखि अनवरत रूपमा क्षेत्रीय प्रतिनिधि भई महिला नेतृत्वको रूपमा काम गर्दै आएको र गौरीशंकर गाउँपालिकाबाट निर्वाचित उपाध्यक्ष स्वर्गीय श्यामसुन्दर तामाङकी धर्मपत्नी कांग्रेसमा योगदान गर्नुभएको हो। नम्बर अब उहाँमा छिरिङडोलमा शेर्पा महाधिवेशन प्रतिनिधि सामाजिक अभियन्ता निर्माण व्यवसायी तथा पर्यटन व्यवसायी भएर उहाँले चाहिँ काम गरिरहनु भएको छ। समानुपातिक रूपमा जेनजी खस आर्य तर्फ प्रतिभा उप्रेती केन्द्रीय सदस्य नेपाल विद्यार्थी संघ जनजाति महिला एक सुमिका तामाङ कानुन व्यवसायी तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य स्वर्गीय भीमबहादुर तामाङको नातिनी उहाँहरूलाई हामीले विधिपूर्वक बागमती प्रदेश र केन्द्रीय कार्य समितिमा नाम सिफारिस गरेका छौं। राष्ट्रिय सभातर्फ बर्मा लामा मेलुङ छ दोलखा वर्तमान सभापति नेपाली कांग्रेस दोलखा 36 सालदेखि हालसम्म निरन्तर क्रियाशील रहेको र हालसम्म कुनै लाभको पदमा नरहेको। नम्बर 2 मा रुद्रबहादुर खड्का गौरीशंकर 4 पूर्व नेपाली कांग्रेसका पूर्व सभापति नेपाली कांग्रेस कई तर्फबाट जिल्ला विकास समितिको सभापति र 33 सालदेखि हालसम्म निरन्तर नेपाली कांग्रेसमा क्रियाशील रहेको कुरा अवगत गराउँदै यहाँहरू सबैलाई धन्यवाद दिँदै चाहिँ